साथीहरु वेलकम छ सबैजनालाई। आज मैले अनदर ब्लग लिएर आएको छु। यो ब्लग चाहिँ शहीद स्मारक हेटौडाको शहीद स्मारकको ब्लग बनाइरहेको छु साथीहरु। स्क्रिप्ट नगरिकन हेर्दिनु होला र अन्तिमसम्म हेर्दिनु होला। मैले यो यहाँको जतिसम्म सक्छु सबै कैद गरेर यहाँहरुलाई पस्किने छु। हेटौडाको शहीद स्मारक आज घुमघाम गरिँदैछ साथीहरु र एकदम सफा छ, राम्रो छ, हेर्नलाई घुम्नलाई एकदमै ब्युटिफुल छ साथीहरु। आउनुहोस् सबैजनाले एकचोटि भिजिट गर्नु होला साथीहरु। अब प्रमोट त गरेको होइन, तर पनि आफ्नो देश, आफ्नो क्षेत्र, आफ्नो पोखरा, आफ्नो जन्मभूमि, आफ्नो देशको सबैलाई यो विषयमा बोल्न पाउँदा गौरवै फिल हुन्छ साथीहरु। त्यसले गर्दाखेरि आउनुहोस् र अलि घाम छ, त्यसले गर्दाखेरि त्यति क्लियर नआए पनि मैले जे जस्तो छ यहाँलाई पस्कने छु साथीहरु। यस्तो छ यहाँको दृश्य। यहाँ चितलहरु छ, यहाँ मृग छ, यहाँ गिद्ध, यो चाहिँ कोइली छ यहाँ, यसरी कोइली छ यहाँहरु। यो चाहिँ मलाई पनि ठ्याक्कै नाम थाहा भएन के छ यहाँ बोर्डमा छ। बेलायती मुसा छ यहाँ। बेलायती मुसा हरेक लोभ हुने हाम्रो खरायो छ यहाँ। खरायो देख्न सक्नुहुन्छ, खरायो। यहाँ उचिल छ, यहाँ उचिल छ यहाँ साथीहरु, उचिल छ यहाँ। र सबैजना साथीहरुले यो ब्लग चाहिँ राजन ब्लग एलेक्समा पाउनुहुनेछ र सबैजना साथीहरुले सब्स्क्राइब गरेर जोडिदिनु होला म विनम्र अनुरोध गर्दछु साथीहरु। र हेर्नुहोस् एकदम डाँडामा टुप्पामा छ यो पार्क छ, कस्तो राम्रो छ हेर्नु। ल हेर्नु कति वाउ छ साथीहरु। ल हेर्नु म धेरै लामो ब्लग त बनाएको छैन। ल हेर्नु यो डिजाइनहरु हेर्नु। ल हेर्नु साथी, ल सबैजनालाई लक लगाएन। ल हेर्नु यहाँ फुल रहेछ, झोलुङ्गे फुल रहेछ। सशुल्क भनेको छ, फ्री रहेछ यो। सरी सशुल्क टिकट लेखेको छ यहाँ। शहीदहरुको यहाँ चाहिँ शहीदहरुलाई यहाँ देखाएको छ ढुङ्गामा। अब यहाँ शहीदहरुको नाम पनि म भनेर सुनाउने छु। भीमदत्त विश्व सन् 2010 साल किसान सङ्घ डडेलधुरा। श्री वीरेन्द्र राजवंशी सन् 2001 जन्म भएको 2001 र सुखानी हत्याकाण्ड झापा यज्ञ बहादुर थापा विषम 2035 साल शस्त्र सङ्घ ओखलढुङ्गा। श्रीमती मुनेश्वरी यादव विषम 2001 साल। नेपालको गौरव हेटौडाको पहिचान। नेपालको गौरव हेटौडाको पहिचानको सहितको नारा उलो हेर्नु साथीहरु। वाउ, सो ब्युटिफुल प्लेस अफ द हेटौडा।
म तपाईँहरूलाई अन्तिमसम्म देखाउनेछु साथीहरू एकदम सेयर लाइभ सेयर यसलाई चाहिँ सेयर गरेर एकदम भाइरल बनाइदिनु ल साथीहरू र 1 सब्सक्राइब पनि भन्न चाहन्छु शहीद स्मारक पार्क हेटौँडा साथीहरू एकदम वन्डरफुल ल हेर्नु हेटौँडा